हेलो एभ्रिवान। आज चाहिँ हामी फर लुपको बारेमा हेर्छौँ। अब फर लुप चाहिँ अरू प्रोग्रामिङ ल्याङ्ग्वेजमा युज हुने फर लुपभन्दा अलिकति फरक छ हामीले फर लुप लेख्ने तरिका चाहिँ। अब फर लुप भनेको पनि एउटा लुपै हो है। लुपको बारेमा हामीले अगाडिको भिडियोमा वाइल लुप भनेर हेरेको छौँ। अब यसै गरी फर लुपले पनि के हुन्छ भन्दाखेरि कुनै ब्लक अफ कोडलाई चाहिँ रिपिट गरिराख्छ है। कुनै पनि ब्लक अफ कोडलाई चाहिँ मल्टिपलचोटि रन गराउँछ है त। अब फर लुपको सिन्ट्याक्स भनेको कस्तो छ भन्दा सुरुमा फर भन्ने किवर्ड लेख्नु पऱ्यो। त्यस पछाडि हामीसँग एउटा भेरिएबल हुन्छ। भेरिएबल भनेको एबिसिडिइएफ जे राख्दा नि भयो। भेरिएबल त हामीले बनाउन सिकि नै सकेको छौँ। त्यस पछाडि हुन्छ इन भन्ने किवर्ड हुन्छ है। इनै लेख्नु पऱ्यो। यो फर र इन चाहिँ जस्तो छ त्यस्तै लेख्नु पऱ्यो। त्यसो इटरेबल भनेको चाहिँ एउटा सिक्वेन्स जस्तो एउटा कलेक्सन जस्तो भयो। जस्तै लिस्ट हुने भयो है। ठ्याक्कै कलेक्सन नै भन्ने हुँदैन। कलेक्सन जस्तै अब ग्रुप अफ आइटम बुझौँ अहिलेलाई है। कलेक्सन र इटरेबल भनेको सिनोनियम चाहिँ होइन है, एउटै कुरा चाहिँ होइन। यसलाई के बुझौँ भन्दाखेरि इटरेबल भनेको चाहिँ एउटा ग्रुप अफ आइटम है, सिक्वेन्स अफ आइटम भनेर बुझौँ। जस्तै लिस्ट हुने भयो, टपलहरू हुने भयो है। यसलाई यति बुझौँ है त। अब त्यस पछाडि के हुन्छ त भन्दाखेरि यहाँ फरको यो ब्लकभित्र चाहिँ के हुन्छ भन्दाखेरि स्टेटमेन्ट हुन्छ है त। स्टेटमेन्ट अथवा ग्रुप अफ स्टेटमेन्ट्स हुने भयो है त। अब फरको एउटा सिम्पल इक्जाम्पल हेरौँ है त। सपोज हामीले एउटा लिस्ट बनाउँ है त। लिस्ट 1 भनेर बनाउँ। अब लिस्टको बारेमा हामीले हाम्रो यो सिरिजमा चाहिँ हामीले हेरेको छैनौँ। अब पछाडि हेर्छौँ। अहिलेलाई लिस्टलाई जति चाहिन्छ त्यति नलेज चाहिँ म अहिले तपाईँलाई दिन्छु। अब लिस्ट बनाउनलाई चाहिँ अगाडि भेरिएबलको नाम दिए जस्तै हो है। एउटा भेरिएबलको नाम दिनु, त्यस पछाडि भेरिएबलको नाम मैले बुझ्नको लागि लिस्ट हो भनेर लिस्ट 1 भनेर राखेँ। जे नाम राख्दा पनि भयो। इजिकल टु दिने यो स्क्वायर ब्र्याकेट राख्नु पऱ्यो है। अब स्क्वायर ब्र्याकेटभित्र मल्टिपल कुरा कमाले छुट्याएर राख्नु पऱ्यो है त। मल्टिपल आइटमहरू कमाले छुट्याएर राख्नु पऱ्यो। यो नम्बरको लिस्ट भयो है। यसै गरी स्ट्रिङको लिस्ट बनाउन सकिन्छ। स्ट्रिङको लिस्ट बनाउनलाई स्ट्रिङहरूलाई केले छुट्याउनु पऱ्यो त, कमाले छुट्याउनु पऱ्यो। ठिक छ। यो चाहिँ के भयो त, लिस्ट भयो है त। ल मैले दुईवटा लिस्ट बनाएँ है त। अब फर लुप युज गर्नलाई फर अब भेरिएबलको नाम मैले आई राख्ने है। प्रायः ठाउँमा आई राखिन्छ, जे राख्दा पनि हुन्छ। इन लिस्ट 1 भनेर राख्ने है त। इटरेबलको ठाउँमा लिस्ट 1 भनेर राख्ने। अब प्रिन्ट आई गऱ्यो भने के हुन्छ त भन्दाखेरि अब यो लुपले चाहिँ के हुन्छ त भन्दाखेरि यो लिस्टभित्र गएर प्रत्येक एलिमेन्टलाई लिन्छ। ठिक छ। एकचोटि 1 लिने भयो, अर्कोचोटि 2 लिने भयो, अर्कोचोटि 3 लिने भयो, अर्कोचोटि 4 लिने भयो, अर्कोचोटि 5 लिने भयो है त। ठिक छ। अब कन्फ्युज हुनुभयो भने म प्रिन्ट गर्छु अनि म लाइन बाई लाइन मजाले नै भनिदिन्छु फेरि। अब यसलाई मैले रन गर्नु पऱ्यो भने ठिक छ। पाइथन 3:18 फर लुप भनेर गरेँ होइन। अब यसको आउटपुट के आयो त 1 देखि 5 सम्म आयो है त। किन 1 देखि 5 सम्म आयो भन्दाखेरि कसरी आउँछ हेरौँ है त। अब प्रोग्राम भनेको हाम्रो माथि त सबै कमेन्ट भयो। लाइन नम्बर 11 मा सुरु भयो। 11 मा हामीले लिस्ट 1 बनायौँ। लिस्ट 1 मा के छ भन्दाखेरि 5वटा कुरा छ, 5वटा एलिमेन्ट छ भनौँ, 5वटा इन्टिजर छ भनौँ न है त। 1 2 3 4 5 भनेर 5वटा छ है। लिस्ट 2 मा कति एलिमेन्ट छ त, एउटा दुईवटा तिनवटा एलिमेन्ट छ, तिनवटा स्ट्रिङ छ है त। अब त्यस पछाडि यहाँ फर लुपमा आयो। अब फर लुपमा आइसके पछाडि फर आई इन लिस्ट 1 भनेको छ है। अब आईको ठाउँमा चाहिँ के हुन्छ भन्दाखेरि लिस्ट 1 को एलिमेन्टहरू हुन्छ है त। अब पहिलोचोटिमा लिस्ट 1 को फर्स्ट एलिमेन्ट के छ त 1 गरेर बस्ने भयो आईमा। ठिक छ। आईमा गएर लिस्ट 1 को फर्स्ट एलिमेन्ट के छ त 1 भनेर गरेर बस्ने भयो। 1 गरेर बसिसके पछाडि के भयो त भन्दाखेरि अब फर लुपको बडीभित्र छिर्यो। यहाँ चाहिँ के गरेछ त प्रिन्ट आई गरेको छ। आईको भ्यालु के छ त 1 छ, 1 प्रिन्ट भयो। त्यसै गरी अर्कोचोटि 2 गरेर बस्छ। ठिक छ। अर्कोचोटि 3 गरेर बस्छ र 3 प्रिन्ट हुन्छ। त्यस पछाडि 4 गरेर बस्छ, 4 प्रिन्ट हुन्छ। 5 गरेर बस्छ, 5 प्रिन्ट हुन्छ। अब हेरौँ है त। अब 5 पछाडि लिस्ट सक्यो कि सकिएन त, सक्यो नि होइन। अब 5 पछाडि लिस्ट सक्यो भने हाम्रो फर लुप पनि सकिन्छ। अब लास्ट एलिमेन्ट के छ त 5 छ। आईको भ्यालु 5 भयो। 5 भइसके पछाडि लुपभित्र छिर्यो। लुपभित्र छिरिसके पछाडि के प्रिन्ट गर्यो त 5 बाई प्रिन्ट गर्यो अनि
लिस्ट सक्यो, लिस्ट पनि सक्यो, लुप पनि सक्यो, प्रोग्राम पनि सिद्धियो। किन भन्दाखेरि फर लुपभन्दा तल हाम्रो केही स्टेटमेन्टहरू छ त छैन है त। अब लिस्ट टुलाई गरेर राखौँ है त। लिस्ट टुलाई राख्यौँ भने के हुन्छ त, पहिले क्लियर गरिदिउँ है त। अब हेर्नु है त, लिस्ट टुलाई राखेर प्रिन्ट गर्दाखेरि हेरौँ है त। अब प्रोग्राम 11 मा सुरु भयो, लिस्ट 1 बन्यो, 12 मा लिस्ट 2 बन्यो, अब 14 मा आयो। 14 मा आइसके पछाडि आई इन लिस्ट 2 भनेपछि आईमा गएर लिस्ट 2 को फर्स्ट इलिमेन्ट के छ त त्यो गरेर बस्ने भयो, एबिसी गरेर बस्यो। ठिक छ। अब त्यो गरेर बसिसके पछाडि लुपभित्र छिर्यौँ र लुपभित्र छिरिसके पछाडि एबिसीलाई प्रिन्ट गरिदियो भनेपछि यो प्रिन्ट आयो। ठिक छ। त्यस पछाडि फेरि यहाँ आयो, यो प्रिन्ट भइसके पछाडि यो फर लुपको तल केही छ त छैन, फर लुपको बढी सक्यो। फर लुपको बढी सकिसके पछाडि फेरि फर लुपमै आयो है, 14 मा आयो। 14 मा आइसके पछाडि लिस्ट 2 को सेकेन्ड इलिमेन्ट के छ त, बी भनेर छ है। आईको भ्यालु के हुनु भयो त, बी हुनुभयो। 15 मा आएर बीलाई प्रिन्ट गरिदियो। ठिक छ, बीलाई यहाँ प्रिन्ट गरेछ। त्यस पछाडि फेरि प्रोग्रामको लाइन नम्बर 14 मै आउँछ। 14 मा आइसके पछाडि लिस्ट 2 को थर्ड इलिमेन्ट भनेपछि आईको भ्यालु लिस्ट 2 को थर्ड इलिमेन्ट भनेको के हुनु भयो त, सिडिई भनेर हुने भयो। ठिक छ। अब लिस्ट 2 को थर्ड इलिमेन्ट भइसके पछाडि फेरि लुपभित्र छिर्यो, लुपभित्र छिरिसके पछाडि आईको भ्यालु प्रिन्ट गर्यो। आईको भ्यालु के छ त, सिडिई छ। अब हेरौँ है त, अब यस पछाडि के हुन्छ भन्दाखेरि लिस्ट 2 सक्यो कि सकेन त, फर्स्टको पनि गयौँ, सेकेन्डमा पनि पुग्यौँ, थर्डमा नि पुग्यौँ। अब थर्डमा पुगिसके पछाडि लुपभित्र छिर्यौँ। अब लुपभित्र छिरेपछि अब लिस्ट 2 मा अरू केही बाँकी छ त छैन, छैन भनेपछि के हुनु भयो त, प्रोग्राम सकिने भयो भनेपछि फर लुप पनि सक्यो, फर लुपभन्दा तल केही छ त छैन, प्रोग्राम पनि सक्यो। अब फेरि अर्को एउटा पनि लिस्ट राखेर हेरौँ है त। लिस्ट 3 छ, यसमा चाहिँ नम्बर छ ल, 100 र 200 भनेर दुईवटा नम्बर छ। अब हेर्नु त, फर्स्टमा के हुन्छ त, आईको भ्यालु 100 हुनुभयो। 100 भइसके पछाडि प्रोग्रामभित्र के अरे सरी फर लुपभित्र छिर्यो, फर लुपभित्र आईको भ्यालु प्रिन्ट गर्छ, 100 भनेर प्रिन्ट आउने भयो। ठिक छ। यसलाई रन गरेर हेरौँ है त। अब सुरुमा के आयो त्यहाँ 100 भनेर प्रिन्ट आयो। त्यस पछाडि फेरि के भयो त, यो 16 मा गयो, 16 मा गएर आईको भ्यालु के गरिदियो त, 200 गरिदियो। 200 गरिसके पछाडि फेरि फर लुपभित्र छिर्यो, फर लुपभित्र छिरिसके पछाडि के प्रिन्ट गर्यो त, 200 लाई प्रिन्ट गरिदियो। ठिक छ। अब हेरौँ है त। अब सेकेन्डचोटि यहाँ छिरिसके पछाडि लिस्ट 3 मा अर्को एलिमेन्ट छ त छैन, अर्को एलिमेन्ट छैन भनेपछि फर लुप सक्यो र यहाँ प्रोग्राम पनि सक्यो। ठिक छ। ल अब फर लुपको फर्स्ट भिडियो है, अब सेकेन्ड भिडियो पनि आउँछ। अब यस पछाडि हामी फर लुपको सेकेन्ड भिडियो हेर्छौँ। थ्याङ्क यू फर वाचिङ, सी यू सुन है त।